छोरोले भिजा लाएर अस्ट्रेलिया गएको थिएँ 2 करोड पठाइसक्यो 2 करोड 2 करोड बाबु हेलो बाबु अनिस मैले देखिसकेँ कहाँ मुख लुकाउँदै कता हुन त अब नेपालमै बसेर के गर्न सकेपछि मुख त लुक्नु पर्ने अब होइन र साँच्ची बाबु मेरो छोरो राहुल र तिमी त सँगै पढ्यो होइन अब मेरो छोरो अस्ट्रेलिया गएर हेर न पैसा पठाएर घरमा आउँछु साँच्ची तिमी के गरेछौ अहिले त अब जुत्ता हेर न जुत्ता मेरो पान्डा बाबु पान्डा जोडन नाइस नाइस अब राम्रो भयो त अङ्कल खोइ त बोली निस्केन त किन नबोले त्यही घुमाउने हो कि बजाउने काम हो के हो कहाँ त्यस्तो अङ्कल गाह्रो छ है बाबु नेपालमा अब के गर्ने स्ट्रगल गर अब विदेश गयो त हाम्रो यस्तै राम्रो हुन्थ्यो अब काठमाडौँमा भाडामा बस्ने साह्रै गाह्रो क्या बाबु त्यही भएर मैले पनि यसो एकतला बनाइदिउँ भन्न आँटेको अब अहिले हेर न एकतला भनेको ड्याङ्गै 3 तला छोरोको डिमान्ड यो घरमा युज भएको सामग्रीहरू फेरि सबै A1 क्वालिटीको इट्टा ढुङ्गा बालुवा बाँस सबै A1 अब कुनै दिन फुर्सदमा आउन फुर्सदमा भएको बेला म यस्तो तिमीलाई सुनाउँछु नि फुर्सद भयो त सुन्नुहुन्थ्यो अङ्कल अब तिमीले भनिहाले बाबु अब सुन्नु नि त यो बालुवा छ नि बालुवा फेरि साउथको सेक्ने पठाएकै उहाँबाट फेरि अब बालुवा त्यहाँ ल्याइसकेपछि खैपाखाबाट त्यो बाँस ल्याएको भएन बाँस चाहिँ हामी फेरि बिजिङबाट माग्यो क्या चाइनाबाट अब इटै कुरा गर्ने हो भने चाहिँ इटा चाहिँ मम्मी लिएर आएको त्यस्तो बुढो भइसक्नु भयो काम नराबे हुन्थ्यो अहिले चेक्क मुत्ने गरे हान्छु नि मम्मी इजिपीको मम्मी भने पिरामिडमा बनेको जुन त्यो इटा थियो नि त्यो ल्याएको मम्मीले अब सबै त भनिहाल्नु भयो बत्ती र केबलको नि भन्दिनँ त म सुनिहाल्छु नि यो चाहिँ बिर्सिछु मैले अब बत्ती त राम्रो छ बाबु होइन तर केबलको बारे चाहिँ मलाई थाहा भएन क्या अब जुन हाले पनि भयो नि होइन अब इजिप्टकै इटा हालिसकेपछि केबल त सबभन्दा सुरक्षित र हाई क्वालिटीको हाल्ने नि कुन हो र बाबु त्यस्तो अरू के हुनु लिटमस केबल हो नि अङ्कल एडभान्स जर्मन टेक्नोलोजीबाट बनेको अनि राष्ट्रिय अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त हो क्या अङ्कल सबैले रिकमेन्डेड गर्ने केबल नै यही हो अहिले ओहो यो चाहिँ गजब ला बाबु मलाई ल अनि यो केबलले आग लागेको रिस्क पनि कम गर्छ अनि जनधनको क्षति पनि हुन दिँदैन क्या अङ्कल त्यही भएर अब एकचोटि बनाउने घर हो रिस्क लिनु त भएन नि कि कसो ए गजब त गजब छ तर तिमी भाडा भन्ने चाहिँ केबल बनाएको कसरी थाहा अब यो साइडको घर बन्दैछ नि अङ्कल होइन अब छिमेकी भइयो भनौँ अब 2.5 तला बनाउने सोचेको थिएँ अब 4.5 तला हान्नु पर्ला जस्तो के हेर्नु अब बिजनेस गरेर कमाएको नेपालमा नि हुँदो रहेछ भने थाहा भयो अब पानी के छ यहाँ पानीको स्विच कहिले बन्द गर्ने ए भाइ चिया खान भेट्दै गर्नुपर्छ